सारा दुःख पीडाहरू सधैँ हरिदिउन्। नवररा उकेतु भद्रिका उल्का शनि सङ्कट ग्रहहरूले कहिल्यै पीडा नगरून्, सधैँ प्रसन्न भएर रहन्। राणाको छोरो भनिकिन चाहिँ सबैले मान्ने गुन्ने नामै हाम्रो रहोस्। फलानाको बाबु भनिकिन सबैले चिन्ने हौ हामी पनि, हामीलाई पनि अब वृद्ध अवस्था आउँदैछ। बेला बखतमा राम्रैसँग पालन गरून्, कहिल्यै आँसु चुहाउनु नपरोस् हामीले। आँसु चुहायौँ र शराब लाग्यो भने अन्तिम अवस्था राम्रो हुँदैन, बाबु आमालाई कहिल्यै नरहाउनु। छोरा छोरीको लागि बाबु आमा कहिल्यै शत्रु हुँदैन, सारा दिन आशीर्वाद थाप्ने काम गर्नु। हजार आशिकमा एक आशिक लाग्यो भने चन्द्रै सूर्य समानको तेज हुन्छ तिमीहरूको। भगवतीले कल्याण गरून्, सधैँ सर्वदा प्रसन्न भइरहन्। 60 वर्षको उमेर भयो मेरो, छोरा छोरी बुहारी भनिकिन मैले अति कष्ट गरिकन हिँड्ने गरेँ यो धरतीमा। सक्दै नसक्दा पनि काम गर्दैछु मैले अति दुःखले। सदा सर्वदा भगवतीले कल्याण गरून् तिमीलाई। तिमीहरूका शक्तिले र मेरा आशीर्वाद र भगवतीका शक्तिले गरिकन सधैँभरि सधैँभरि तिमीहरूका शक्तिले गरिकन मेरा बाबुहरूका शक्तिले गरिकन हामीलाई पनि आयो लामोस्। कुनै कुराको अप्ठ्यारो नपरोस्, अप्ठ्यारो केही परो भने भगवतीले सदा सर्वदा कल्याण गरून्, जुनसुकै कुरो पनि टारिदिउन् भन्ने मेरा आशीर्वादहरू जसरी यो माथामा अक्षता टाँसिए त्यसै गरी सधैँ टाँसिरहन्। भगवतीले सदा सर्वदा मेरा बाबुहरूको कल्याणै गरून्। परमेश्वर